I was born Christian अनि म पहिल्यैदेखि बाइबलहरू पढ्थेँ। जन्मजात कोही पनि क्रिस्चियन हुन सक्दैन। हो, एक व्यक्ति क्रिस्चियन परिवारमा जन्मिएला र समाजले उसलाई यो क्रिस्चियन परिवारमा जन्मिएको यो क्रिस्चियन हो भनेर पनि भन्ला। तर जबसम्म एक व्यक्तिले ख्रिस्टलाई व्यक्तिगत रूपमा चिन्दैन तबसम्म ऊ साँचो क्रिस्चियन हुन सक्दैन। किनकि क्रिस्चियन हुनु भनेको चर्च जानु, भेटिहाल्नु भन्ने मात्र होइन। क्रिस्चियन हुनु भनेको विभिन्न धार्मिक विधिहरू पालना गर्नु भन्ने होइन। किनकि बाइबलले स्पष्ट बताउँदछ कुनै पनि व्यक्तिले परमेश्वरको राज्य देख्न र पस्नको लागि नयाँ गरी जन्मिएको हुनुपर्छ। एक व्यक्ति नयाँ गरी जन्मनुपर्छ र साँचो परिवर्तनको आवश्यक हुन्छ। तर आजको दिनमा बाहिरी रूपमा नैतिकवान र धार्मिक हुँदै गर्दा धेरैले भन्ने गर्छन् उसको जीवनमा कस्तो परिवर्तन आएको छ भनेर। हिजो उसले चुरोट खान्थ्यो तर अहिले चर्च गएर चुरोट खान छोडेको छ। के यो साँचो परिवर्तन हो त? के नयाँ गरी जन्मनु र साँचो परिवर्तन भनेको हाम्रो बाहिरी सुधार हो र? सुधार पाएको तर उद्धार नपाएको भन्ने लाइन नेपाली मण्डलीहरूमा निकै प्रख्यात छ। यूहन्ना 3 अध्यायमा एक निकोदेमस भन्ने व्यक्तिसँग येशूको भेट हुन्छ। निकोदेमस जो आफै शिक्षक थिए, ऊ फरिसी थिए। फरिसीको अर्थ नै अलग गरिएको भन्ने हुन्छ। फरिसीहरूले मूसाको व्यवस्था एकदमै इमान्दार भएर पालना गर्थे। भेटी, दशंश, उपवास यी सबै कुरामा उनीहरू एकदमै अनुशासित हुन्थे। त्यसैले समाजले हेर्दै गर्दा निकोदेमस एक नैतिकवान र धार्मिक मानिस थिए। तर येशूसँगको भेटमा निकोदेमसलाई येशूले तिमी परमेश्वरको राज्यमा पस्न सक्दैनौ, तिमी नयाँ गरी जन्मन आवश्यक छ भन्नुहुन्छ। त्यसैले साँचो परिवर्तन र नयाँ जन्मलाई बाहिरी परिवर्तनहरूले सीमित नगरौँ। र हामी सबैलाई प्रश्न छ, के म नयाँ गरी जन्मिएको छु? के ममा साँचो परिवर्तन भएको छ?